एक बोरा हो यहाँ पुरै यो टुसाएर बसिसक्यो। टुसाएर बसेको छ अहिले। यो चाहिँ छोरावाला अलिअलि छुट्टाएर राखेको थिएँ मैले। छोरा बेसार छोरावाला फिङ्गर बडी हो यो। यो पनि तपाईँको यो चाहिँ निलै हुन्छ है। यो पनि हेर्नु निलो निलो टाइपको छ यो। सुँघ्दा पनि एकदम म्याचुर छ क्या यो। मैले काटेर देखाउँछु। चक्कुले यत्रो ठुल्ठुलो पिस छ है। यत्रो छ। यो चाहिँ हामीले यो पुरै सफा गरेर राखेको थिएँ। जराहरू काटेर अलिअलि हातैले सफा गरेर राखेको थिएँ। त्यही भएर चाहिँ यो अहिले टुसाएर बसेको छ। यो चाहिँ रोप्नको लायक एकदम। हामीले यो ठुल्ठुलो छ भनेदेखि चाहिँ हामीले दुईटा तीनटा पिस पारेर, जस्तै अब यो आँख्लाहरू हेरेर चाहिँ रोप्नुपर्ने हुन्छ। यो यता चाहिँ छैन आँख्ला हैन, यतापट्टिबाट एउटा आछ। यसलाई हामीले 2 पिस गरेर रोप्न सक्छौं। तर हामीले जति ठुलो रोप्यो त्यति ठुलो चाहिँ फल्छ। किनकि अब बोट ठुलो भएपछि पो फल ठुलो हुन्छ हैन। हजुरहरुलाई म काटेर देखाउँछु है त। यहाँ यो चाहिँ अहिले यो फ्रेश भएको हुनाले चाहिँ अलि सेतो सेतो छ, बिचमा सेतो छ। त्यही पनि यो अझ यो म्याचुर नभएको कारण भने चाहिँ यो ताजा छ नि त यो। किनकि यो सुकेको अलि यो ओसिलो ठाउँमा राखे भएर यो अलि सुकेको छैन। घाममा डाइरेक्ट देखाउन नि हुन्न। घाममा देखायो भने चाहिँ निलो त निलो हुन्छ, तर यो चाहिँ पानीको मात्राहरू चाहिँ सुक्छ। त्यसपछि छिटै सुकिसके पछाडि त हामीले रोप्नको लागि काम हुन्न नि त। त्यही भएर यो जस्तै यो कोल्ड स्टोरमा चाहिँ चिसो मौसममा राखेको हुन्छ नि त। त्यही चिसो मौसममा राखे जस्तै गरी चाहिँ ओसिलो हावाहरू नजानी अनि घाम नजानी कोठामा चाहिँ यो बोरामा राखेको थिएँ मैले। त्यही भएर यस्तै यतिको निलो छ है हैन। यो चाहिँ पुरै निलो हुन्छ। यो हामीले चाहिँ अब यो अलि मजाले यो घाममा सुकाउने हो भने पुरै निलो हुन्छ यो। ल अर्को देखाउँछु है मैले हजुरलाई। यो चाहिँ निलो छ है, निलो छ यो हैन। यस्तै पुरै निलो हुन्छ के। अब यो टुसाहरू आइराछ। यो टुसालाई चाहिँ हामीले रोप्न सक्छौं। रोप्न चाहिँ अब हामीले यसरी काटेर क्रस पारेर काटेर हैन रोप्न सक्छौं। यसमा नि टुसा आउन लागिरहेछ। 2टा पिस पारेर रोप्न सक्छौं। रोप्नलाई चाहिँ यो अब हामीले खान पनि यो चाहिँ हामीले खाली पेटमा खानुपर्ने हुन्छ। अल्सर क्यान्सरहरू हुनेलाई, ग्यास्ट्रिकहरू हुनेलाई चाहिँ बिहानमा खानुपर्ने हुन्छ। यो बिहानमा चाहिँ हामीले अब खाली पेटमा यसको चाहिँ सानो पिस, सानो यो भन्दा नि अलि सानो नै पिस। अब बच्चाहरू छ भने त अब अझै सानो हैन। अनि त्यसपछि यो हामी ठुलो मान्छेहरूलाई चाहिँ अलि ठुलो पिस खान मिल्छ। यो लिमिटमा चाहिँ खानुपर्ने हुन्छ। किनकि धेरै खान नि भएन। यो चाहिँ पर्र पोल्छ है। फेरि यसले पोल्छ। घाँटीमा चाहिँ अब जिब्रोमा पोल्छ हैन। छाला पनि जाने सम्भावना हुन्छ यसले। धेरै खान नि हुन्न यो फेरि। त्यही भएर यो कालो जन्डिस अनि पहेँलो जन्डिस हुँदा पनि खान मिल्छ यो। यो छोरा बेसार भनिन्छ। यो फिङ्गर बडी हो यो चाहिँ है।
यो फिङ्गर बडी भयो, बास्नै छुट्टै छ क्या यसको। यति छ। हजुरहरूलाई चाहिएमा चाहिँ डाइरेक्ट फोन गर्दा हुन्छ। फोन गर्ने समय भने चाहिँ अब भोलि मर्निङमा बिहानदेखि चाहिँ साँझसम्म चाहिँ अब 7 बजेसम्म चाहिँ फोन रिसिभ हुन्छ। अहिले चाहिँ हुन्न है, अहिले चाहिँ मैले लाइभ गरेर मात्रै हो। अहिले अब सुतिरहेछ, मेरो बच्चाहरू चाहिँ अब निदाइरहेको अवस्था छ नि त, त्यही भएर डिस्टर्ब हुन्छ उनीहरूलाई। हुन त मैले अब भिडियो बनाउँदा पनि डिस्टर्ब भयो होला हैन, अब के गर्ने, तर बनाउनै पर्ने बाध्यताले बनाइरहेको छु मैले। यहाँ निलो छ पुरै, देख्नु भएको छ कि नै, मैले देखाउँछु है। ए यता पुरै निलोमा परिणत छ नि त यो हैन, निलो हुन्छ कि यो चाहिँ जति सानो साइज फल्यो त्यति चाहिँ म्याच्योर हुन्छ के। ठुलोमा अलिकति गाढा हुन्न निलो, यो अलिक ठुलो पिस छ, ठुलोमा अलिक गाढा छैन हैन, यसमा गाढा छ नि त हैन, यहाँ देखिन्छ। ए यसमा गाढा छ। यति छ। हजुरहरूले अब जति सक्दो चाहिँ छिटो भन्दा छिटो कन्ट्याक्ट गर्नु होला यदि चाहिएमा हजुरहरूले, किनकि मसँग धेरै छैन सामान। अब भोलितिर हुन्छ होला, सुर्खेततिर जान्छ सामान, त्यही भएर अब सुर्खेत, त्यसपछि फेरि धरानदेखि पनि कल आएछ एकजना साथीको, सब्सक्राइबर साथीको, र यता कास्कीदेखि पनि फोन आएको थियो, तर उहाँ आफै व्यस्त हुनुहुन्छ र अहिले चाहिँ अलि मिलेको छैन, पेमेन्टहरू भएको छैन र त्यही भएर मैले पठाएको छैन। यहाँ सुर्खेतदेखि चाहिँ पेमेन्ट भइसकेको छ, अस्ति पेमेन्ट भइसकेको थियो। अब पानीको समस्याले गर्दाखेरि चाहिँ हिजो सामान अब बुटोलतिर पठाएँ मैले, तर अब आज भ्याउनु भएन रहेछ, त्यही भएर योगातिर जानु भएछ मेरो आफन्ती, त्यही भएर योगामा जानुभएको व्यस्त हुनुहुन्थ्यो, त्यही भएर पठाउन सक्नु भएन। भोलि पठाइदिनुहुन्छ होला सायद। एउटा दुईटा तीनटा हैन, यो 4वटा टुसा आएछ, यहाँ नि अझ आउँदैछ 5वटा टुसा आउँछ यसमा है। यसलाई चाहिँ हामीले अब जस्तै यसरी चाहिँ 2 फ्याक पारेर नि चिरेर हैन, 2टा टुक्रा पारेर पनि रोप्न सक्छौं। 2टा बनाएर रोप्यो भने हामीले बिउ चाहिँ अलि धेरै हुन्छ, त्यही हो। अब फलाइ चाहिँ अब सानो हुन्छ भन्ने चाहिँ हुन्न। यो चाहिँ अब बुढी बेसार अब मदर बडीको चाहिँ अलि राम्रो क्वालिटीको आउँछ यो रोप्यो भने चाहिँ। अलि यो रोप्यो भने चाहिँ अलि त्यति गाढा आउन्न। जस्तै यो अघि नै मैले एउटा पिस काटेर देखाएको थिएँ नि हजुरलाई, यस्तो निलो चाहिँ हुन्न के। यता कता गयो, काटेर देखाएको थिएँ। अनि फेरि यो काटेको पनि यो कुहिन्छ कि भन्नु पर्ने त्यस्तो टेन्सन छैन। यो आफै चाहिँ पुरै यो आफै यो सुकेर पुरै हैन ड्राई भएर बस्छ है, बाहिर पुरै सुक्छ। हाम्रो जुन घाउहरू हुँदाखेरि यो के रे के भन्छ अब सुकेर पुरै हुन्छ नि त, यो सुक्छ अनि त्यसपछि माम्री पर्छ नि त, सुकेर पुरै घाउ सुकेपछि अनि छिटो सन्चो हुन्छ हैन। त्यस्तै हो यो पनि, अटोमेटिक आफै चाहिँ सुक्छ। यो काटेर केही हुनेवाला छैन, यो बिग्रिन्छ भन्ने कुरै छैन, कुहिन्छ भन्ने छैन। यतातिर बिग्रिएर रहेछ के रे, बिग्रेको हुनाले यता भाँचेको रहेछ, यहीँबाट पनि पलाछ।
त्यस्तो हुन्छ यो एक नम्बरको कालो बेसार है यो एकदम म्याचुरमा छ निलो छ है देख्नु भएको छैन मैले क्यामेरामा देखाइरहेको छु देखाउनु चाहिँ पुरै निलो छ यस्तो निलो बेसार त पाउन एकदम मुस्किल हुन्छ क्या यो जङ्गलदेखि ल्याएको मैले जङ्गलदेखि ल्याएर यसलाई चाहिँ पुरै फैलाएको भनौँ के भनौँ अब अलि धेरै लगाएको पनि अब 3 वर्ष यो वर्षदेखि चाहिँ 4 वर्षै भयो क्या मैले लगाएको यो कालो बेसार अहिले यति छ म थोरै लगाएको छु असम चाहिँ किनकि अब मार्केट डाउन भएको हुनाले मैले ठुलो मार्केट चाहिँ खोजेको छैन अहिलेसम्म किनकि अब बिउ नै पुर्याउन सकेको छैन मैले त्यही भएर हो यो चाहिँ यसलाई चाहिँ हामीले अब यसलाई चाहिँ अब काटेर पनि पाउडर बनाएर पनि सेवन गर्न सक्छौं हामीले दिनमा 1 चम्मचको दरले चाहिँ हामीले सेवन गर्न सक्छौं है एकदम प्योर छ पुरै निलो छ हेर्न सक्नुहुन्छ पुरै प्योर छ यो यस्तो निलो छ ल हेर्नु देख्नु भयो होला नि देख्नु भएको छैन भने कमेन्ट गर्नु है मैले चाहिँ अब भिडियो मात्र बनाइरहेको छु मैले आफैले चाहिँ अब क्यामेरा ट्राइपोडमा हालेर गरेको हो आफैले अब समारोह गर्नलाई एउटा हातले काट्नै पर्यो यो ठुलो साइजमा फलेको भएर हो यो अलि सानो छ नि त साइजमा पनि फरक छ सानो हुन्छ तर अलिकति म्याचुरमा आउँछ है यो अलि ठुलो फलेको छ हैन तर अलिकति क्वालिटीमा अलि फरक छ नि त यो फरक भएर के भएन तर दुईटैमा पाउने तत्त्व भनेको एउटै छ जसले चाहिन्छ पुरै छिटो भन्दा छिटो कन्ट्याक्ट गर्नु होला है भोलि कन्ट्याक्ट नम्बर चाहिँ 97 62 23 63 49 मा चाहिँ फोन गर्नु होला 49 है लास्टमा 49 भन्छु मैले प्राय 49 हो के 49 लाई चाहिँ मैले धेरै जस्तो 49 भन्छु यहाँ चाहिँ 49 हो है 49 पुरै टुसाएर बसेको छ अब लगभग हामीले चाहिँ अब यो असारको अन्तिमसम्म चाहिँ अब रोपेर भ्याउनु पर्ने हुन्छ किनकि अब असारको अन्तिमसम्म रोपेर भ्याउनु पर्ने हुन्छ यो यदि रोप्न इच्छुकले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है कालो बेसार यो एकदम निलोवाला यो भेराइटी 1 नम्बरमा पर्छ र भेराइटी 2 नम्बरमा चाहिँ पर्ने पनि छ यहाँ है मैले देखाउँछु हजुरहरुलाई भेराइटी 2 को यो है हेराइमा अब हेर्न सक्नुहुन्छ यहाँ टुसाको पनि हेर्न सक्नुहुन्छ है यहाँ अलिकति पहेँलो टाइपको छ हैन हरियो टाइपको यसमा कस्तो छ पुरै कालो रातो टाइपको छ यो मन्टा हैन टुसा भनौं नेग्रोको मन्टा हुन्छ हैन बिउहरुको त टुसा भयो नि त टुसा अब यो जस्तो यो काटेर देखाउँछु मैले ल हेर्नुस् यहाँ यसमा र यसमा कति क्वालिटी फरक छ ल हेर्नु यो चाहिँ अलि तितो टाइपको हुन्छ है यो अलि यो अलि गहिरो माटो हुन्छ नि त लगभग हाम्रो चाहिँ अब जमिन मुनि 2-3 मिटर तलको चाहिँ जमिनको
यो माटो गना हुन्छ नि त, हिलो माटो, त्यस्तै बास्ना आउँछ। यो भने चाहिँ सुगन्ध छ एकदमै, यो पुरै। यसको चाहिँ अब पर्फ्युम पनि बनाउनु मिल्छ, पर्फ्युम। अब यो अगरबत्तीहरू त बनाउनु मिल्छ, तर क्वालिटी यो अलि राम्रो क्वालिटी निक्लिन्छ। थोरै हाले पनि भयो, क्वालिटी राम्रो आउँछ। र यो अलि धेरै हाल्नुपर्ने हुन्छ। जस्तै अब सेवन गर्दा पनि यो अलि थोरै खाँदा हुन्छ भने यो चाहिँ अलि ठुलो पिसै खानुपर्ने हुन्छ क्या, त्यस्तै हो। यति फरक छ है, भेराइटी 1 नम्बर र 2 नम्बर फरक भएको। यो यति फरक छ है। हजुरहरूलाई चाहिन्छ भने पुरै डाइरेक्ट फोन गर्नु होला। हजुरहरूलाई चाहिन्छ भने डाइरेक्ट फोन गर्नु होला है। यो कालो बेसार भेराइटी 1 नम्बरमा पर्न जानेवाला है। 1 नम्बरको यो पुरै निलो हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ है, पुरै निलो छ नि। छैन भने यदि कमेन्ट गर्नु होला हजुरहरूले, निलोवाला हो होइन भनेर, यो राम्रो क्वालिटी हो होइन भनेर। यो र योमा फरक हेर्न सक्नुहुन्छ है। यो भेराइटी 2 नम्बरमा पर्न जान्छ। यो 1 नम्बरमा पर्न जान्छ। यो हल्लाको 1 नम्बरको कालो बेसार है। यो हलेदो, कालो हलेदो के हो त? कालो हलेदो हो यो चाहिँ कालो बेसार हो है। हजुरहरूले हेर्नु होला, राम्रोसँग हेर्नु होला कति फरक छ भने क्वालिटी हेर्नु है, क्वालिटी कति फरक छ। जता हेरे पनि निलो देखिन्छ भने यो अलिक पहेँलै देखिन्छ नि त होइन, जता घुमाए पनि। ल हेर्नु क्वालिटी फरक। मैले यता कता राख्दिएँ यार यसको पिस, मिसाउनु भएन नि होइन। यहाँ चाहिँ भेट्टाइयो है, क्वालिटीहरू फरक हुन्छ होइन। त्यही भएर जस्तै अब सुनमा पनि 24 क्यारेटको हुन्छ नि त, 24 क्यारेटको 22 क्यारेटको हुन्छ, त्यस्तै हो कि यो पनि। यो 24 क्यारेट बराबरको यो भयो भने यो चाहिँ 22 क्यारेट होइन, त्यस्तैमा पर्न जान्छ कि यो। यति फरक हुन्छ कि यो चाहिँ पुरै। हजुरहरूले अब भिडियो मात्रै हेरेर नि भएन, अब कसैलाई त थाहै हुन्न नि त कतिको सुगन्धित हुन्छ यो भन्ने। यो अलिक गन्ध आउँछ भने यो सुगन्धित हुन्छ। यसको पर्फ्युम पनि बनाउनु, तेलहरू पनि बनाउन सकिन्छ। तेल चाहिँ एकदम यसको चाहिँ महँगै हुन्छ, यसको चाहिँ अलि नर्मलै हुन्छ। क्वालिटी पनि नर्मल छ, प्राइस पनि नर्मलै हुन्छ यसको अलि क्वालिटी हाई पनि छ, प्राइस पनि अलि हाई नै छ यसको। त्यति धेरै पनि होइन, प्राइसहरू धेरै भएको ठिक्क छ। तपाईँको यहाँ म्याचुरिटी हेर्नु न पुरै। यसमा चाहिँ अब औषधि गुण चाहिँ अलि धेरै हुन्छ कि 1 नम्बरकोमा। यसमा अलिकति कम हुन्छ, त्यही भएर मात्रै हो। हेर्नुहोस् हजुरहरूलाई कुन चाहिँ मनपर्छ कमेन्ट गरेर चाहिँ, कमेन्ट भन्दा पनि फोन गर्नुभयो भने डाइरेक्ट सजिलो हुन्छ। किनकि हजुरहरूलाई अब चाहिएको हो भने मात्रै कल गर्नु होला, नचाहिएको हो भने चाहिँ कल नगर्नु होला है। किनकि अब चाहिए मात्र फोन गर्नु होला। अब फोन गरेर समय किन खेर फाल्ने, हजुरको पनि समय खेर फाल्नु भएन, मेरो पनि समय खेर फाल्नु भएन। यदि चाहिन्छ भने मात्रै कन्ट्याक्ट गर्नु होला कि कुन चाहिँ चाहिन्छ भेराइटी। 1 नम्बर 2 नम्बर, 2 नम्बरको पनि थोरै छ, लगभग यति नै छ होला, यति पनि छैन 2 नम्बरको चाहिँ। 2 नम्बरको चाहिँ असम धेरै नै लगाएको छु, त्यही भएर अलिकति मात्रै बचाएँ मैले। 1 नम्बरको चाहिँ थोरै लगाएर अलिकति चाहिँ राखेको मैले, स्टकमा राखेको यो पुरै। अब
यो चाहिँ अहिले अफ सिजन हो नि त, त्यही भएर यो चाहिँ टुसाएर बस्या चाहिँ अहिले उम्रिसक्ने हो। अहिले पुरै लगभग तपाईँको रोपेको चाहिँ 4 देखि 5 पात हुन लागिसक्यो हैन। तर अब यो चाहिँ नरोप्या भएर यतिको टुसाएर बस्या छ। यो ओसिलो रुममा राख्या भएर क्या, यो पनि टुसा चाहिँ हेर्न सक्नुहुन्छ। यो दाहिने साइडमा भएको मेरो यो दाहिने हात हो यो मेरो हैन। यसरी गरौँ, यो दाहिने हातको 1 नम्बरको हो, यो देब्रे हातको 2 नम्बरको है। क्वालिटी फरक यति छ है, हेर्नुहोस् ल, यति फरक छ। यो 1 नम्बरको हो क्वालिटी, यो 2 नम्बरको भेराइटी। 1 नम्बरको यो भयो दाहिनेतिरको 1 नम्बरको भेराइटी, यो देब्रेतिरको 2 नम्बरको भेराइटी है। यो मैले मिस्टेक भनेछु, यो 2 नम्बरको यो चाहिँ है क्वालिटी, बी नम्बरको ग्रेड बी। यो ग्रेड ए को क्वालिटी 1 नम्बरको। यो कुन चाहिँ चाहिन्छ 1 नम्बर अनि 2 नम्बर दुईटामा एउटा अब अर्डर गर्न सक्नुहुन्छ। या त अब हजुरहरूले अब सुरुवात गर्दाखेरि चाहिँ यो पनि लगाउनु होला र यो पनि लगाउनु होला, किनकि क्वालिटीमा पनि फरक पर्न जान्छ। त्यसपछि अब सेल गर्नलाई सजिलो हुन्छ, किनकि कसैले चाहिँ अब क्वालिटी अब चिनेको हुन्न। त्यही भएर अब यो चाहिँ 2 नम्बरको मात्रै मगा हुन्छ। त्यही भएर अनि कसैले चाहिँ 1 नम्बरको चाहिँ अब खोज्या हुन्छ नि त। त्यही भएर अब 1 नम्बरको खोजेको बेला फेरि आफूसँग नभएपछि कसरी बिक्री गर्ने 2 नम्बरको हैन। त्यही भएर दुइटै भयो भनेदेखि सजिलो हुन्छ, एक न एक चाहिँ जान्छ, सेल हुन्छ नि त। त्यही भएर यसरी ल। र यतिन्जेलसम्म भिडियो हेरिदिनु भयो, युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर सपोर्ट गर्नु होला, किनकि कहिलेकाहीँ अब हजुरलाई पनि काम लाग्ने भिडियोहरू आउनु सक्छ हैन। त्यही भएर चाहिँ अब सब्सक्राइब गरेर राख्नु होला। सब्सक्राइब गर्नलाई हजुरको पैसा लाग्ने छैन, 1 पैसा पनि, मलाई पनि पैसा पर्ने हैन के अरे हजुरको सब्सक्राइब गर्नलाई। हजुरको नि मैले सब्सक्राइब गरिदिन्छु। अनि फेरि यस्तो सब्सक्राइब गर्दैमा चाहिँ पैसा पाउने हैन क्या। यो चाहिँ भिडियोहरू जति भ्युज गयो त्यति चाहिँ पैसा आउने हो रे। तर अब भिडियो युट्युबबाट पैसा कमाउने त सपना मात्रै हो। हामी जस्तो साधारण मान्छेको चाहिँ अब भिडियो भाइरल त हुँदैन, 0% मात्र हो भाइरल हुने पनि। अरूहरू अब मिडिया कर्मीहरूको त अब भइहाल्छ हैन। हाम्रो त अब साधारण मान्छेको त अब भिडियो भाइरल हुनु त एकदम गाह्रो हो नि त हैन। हाम्रो भिडियो कसले हेर्दिने, हामी भने साना युट्युबर हैन। सानो युट्युबरलाई अब कसले सपोर्ट गर्छ र, ठुलोलाई पो अब पैसाहरू तिरेर पुरै सपोर्ट गर्न पठाउँछ। अब सपोर्ट गर्नु है भनेर चाहिँ प्रमोट गर्नुहुन्छ ठुलो युट्युबरहरूले के। हामी त अब सानो युट्युबरलाई त अब हामीले अब इन्भेस्ट पनि गर्न सकिन्न। त्यसपछि अब इन्भेस्ट नगरेपछि त अब कसरी अब प्रमोट गरिदिनुहुन्छ र। अब युट्युब च्यानललाई चाहिँ अब अगाडि लग्नलाई त सबैभन्दा ठुलो त अब सब्सक्राइब गर्न पर्यो हैन। अडियन्स चाहियो, अडियन्स ल्याउनलाई त अब लगानी पनि गर्न सक्नु पर्यो। हामी भने अब सानो युट्युबरले त लगानी गर्न पनि सकिन्न हैन। त्यही भएर कसैले नि सपोर्ट गर्नुहुन्न के, हामी जस्ताको भिडियो पनि चल्दैन त्यसपछि। त्यही भएर चाहिँ रोकिएको कारण त्यही छ। अनि फेरि भन्न चाहन्छु, युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, किनकि युट्युब च्यानललाई सब्सक्राइब गर्दैमा पैसा पर्ने हैन, पैसा पनि मैले पाउने पनि हैन युट्युब चलाउनेलाई। किनकि हजुरहरूले पनि युट्युब सब्सक्राइब गर्नुभयो भने मेरो चाहिँ फ्यामिली बढ्ने हो हैन। र अनि जसले चाहिँ अब मेरो सब्सक्राइब गरिदिनुहुन्छ
उहाँलाई पनि मैले सब्सक्राइब ब्याक चाहिँ गरेछु है। मैले 100मा 100 चाहिँ गरेछु। मैले हप्तामा एकचोटि हेरेर चाहिँ कसले सब्सक्राइब गर्नु भएको छ उहाँहरूलाई मैले सब्सक्राइब ब्याक गरेछु। युट्युबमा भिडियो पनि हालेको छु मैले सब्सक्राइब ब्याक गरेको, गएर हेर्न सक्नुहुन्छ। अनि बेसार सम्बन्धी पनि हेर्न सक्नुहुन्छ, कति थरी हुन्छ बेसार हैन। यो चाहिँ मैले 2 थरी मात्र देखाइरहेको छु नि त। यो चाहिँ 1 नम्बरको, यो 2 नम्बरको 2 थरी मात्रै देखाइरहेको छु अहिले हैन। हजुरहरूले अब कति थरीको हुन्छ बेसार अब हजुरहरूलाई त थाहा होला पक्कै पनि। अब किचेनमा प्रयोग हुने 1 थरी बेसार भइहाल्यो। यहाँ देख्नुभयो यो 2 थरी भनेर 3 थरी रहेछ बेसार भन्ने भयो, तर 3 थरी होइन। यो 1 थरी हो बेसार भयो, यो 2 थरी। त्यसपछि अर्को हुन्छ सेतो कचुर बेसार भन्ने हुन्छ 3 थरी। त्यसपछि म्याङ्गो टर्मनिक हुन्छ पुरै आँप कलरको चाहिँ हुन्छ। अनि त्यो 4 थरी भयो। त्यसपछि अनि पहेँलो खाले हाम्रो अब किचेनमा प्रयोग हुने बेसार हैन, त्यो चाहिँ 5 थरी हो। त्यस्तो हुन्छ के बेसारहरू पनि फरक छ। ल हजुरहरूले भिडियो हेरिदिनु भयो, यति लामो भिडियो भए पनि हेरिदिनु भयो र हजुरहरूले सपोर्ट गरिदिनु भयो। युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। र अब फेरि पनि नयाँ भिडियो लिएर हजुरहरूको सामु आउने नै छु। आजलाई भने बिदा दिनु होला र हजुरहरू पनि सुत्नु होला हैन। हजुरहरू पनि आराम गर्नु होला। अहिले मैले नाइटमा बनाएको भएर चाहिँ हजुरहरूलाई मैले रिक्वेस्ट गरेको, किनकि अब सबैको समय उही त हो नि। अब आज चाहिँ अब अलि चाँडै सुतेर भोलि छिटै उठौँ भन्ने हुन्छ। त्यही भएर अब सुत्नु पर्यो। दिनभरि अब असारे मेला चलेको छ हैन, असारे मेला गएर आएको। त्यही भएर तैपनि मैले भिडियो बनाइरहेको छु। मेरो साथीहरूले चाहिँ अब सोध्नुहुन्छ, कसैको अब इच्छा हुन्छ अब कस्तो हुन्छ हैन, बेसारहरू चिन्नलाई गाह्रो हुन्छ। त्यही भएर मैले चाहिँ यो बनाइरहेको। यो फेरि पनि भन्छु, यो चाहिँ 1 नम्बरको, यो 2 नम्बरको है। 1 नम्बरको यो रातो छ टुसा, 2 नम्बरको सेतो छ, पहेँलो छ है। यसरी चिन्नु होला है त, हजुरहरूले छुट्याउनु होला यसरी। ल अहिले यसलाई अब राख्छु। फेरि नै अब हजुरहरूको कमेन्ट अनुसार चाहिँ मैले भिडियो बनाउँला। छुट्टा छुट्टै राख्नुपर्छ। यसलाई पनि उठाइदिन्छु। यो पनि उठाएर राख्नु पर्यो नि त, यतिकै बाहिर राख्नु भएन। बाहिर राख्यो भनेदेखि अब सुक्छ, फेरि सुकेर फेरि अब अलरेडी अब लगभग तपाईँको 50% चाहिँ अब सुकिसकेको छ हैन। यो पुरै अलिकति गरौँ हुन्थ्यो नि त, यो पुरै सुकिसकेको छ क्या यो। त्यही भएर हो। अब हजुरहरूलाई अब प्राइस पनि भनिदिइहालौँ, लास्टसम्म हेर्नु भयो भिडियो। प्राइस भने चाहिँ कालो बेसारको सिजनमा भने चाहिँ 10,000 रुपियाँ छ र यो अफ सिजन भएकोले चाहिँ 12,000 रुपियाँ छ। 12,500 हो, तर मैले चाहिँ 12,000सम्म दिएको छु मैले सिजनमा चाहिँ, अफ सिजनमा कालो बेसार है। यो चाहिँ 1 नम्बर क्वालिटीको र 2 नम्बर क्वालिटीको 5,000 हो मूल्य भनेर युट्युबमै बताउनु भएको छ। त्यसपछि 2 नम्बरको चाहिँ मैले हजुरहरूलाई भनेर 4,000 दिएको छु, 3,000 पनि दिन्छु। 3,000 चाहिँ 10 किलो भन्दा माथि अर्डर आउनेको चाहिँ मैले 3,000 दिएको छु। अब 20 किलो अर्डर गर्नुभयो भने मैले 2,000 पनि दिन सक्छु। 2 नम्बरको है, भेराइटी 2 नम्बरको, भेराइटी 2 नम्बरको। फेरि 1 नम्बरको चाहिँ मैले 12 भन्दा
तल दिन गाह्रै हुन्छ, किनकि यसरी पुरै सुकाएर राख्नुपर्ने हुन्छ। यसलाई मेहनत गर्नुपर्ने हुन्छ, टाइममा पुरै चेक गर्नुपर्ने हुन्छ यसले सुक्यो कि अनि फेरि कुहियो कि होइन भनेर चेक गरिरहनुपर्छ। त्यही भएर हो यो अब सुकेर पनि जान्छ। तपाईँको जति चाहिँ अब दिन कट्दै जान्छ त्यति पुरै अब वेटहरू लस हुँदै जान्छ। त्यही भएर अब गाह्रो छ हामीलाई, किसानलाई होइन। हामी सबै किसानलाई गाह्रै छ। यो छोरा बेसारलाई मैले छुट्टै राख्छु। के गर्ने त, काम पनि गर्नै पर्यो अनि फेरि यो पनि एक्स्ट्रा काम पनि गर्नै पर्यो। त्यत्तिकै युट्युबमा आएर मात्रै पनि भएन, हजुरहरूलाई भिडियो देखाउनै पर्यो, के हो कसो हो सबै राम्रोसँग बुझाउनै पर्यो होइन। अब आधा अधुरो के अरे इन्फर्मेसन पनि काम लाग्दैन। त्यही भएर हो मैले राम्रोसँग बताउने कारण। किनकि अब मैले पो बताउँछु, अरूले त बताउनु भएको छैन होला पक्कै यो बेसार सम्बन्धी होइन। भन्नु त अब मिडियामा त जति पनि भन्नुहुन्छ, तर यो एकदम राम्रो क्यान्सरलाई पनि निर्मूल गर्नेवाला कालो बेसार हो यो। यति फोहोर आयो यसको। अब यहाँ धुलोहरू पनि छन् चाहिँ टुक्रा टाक्री, यिनीहरूलाई पनि अब रोप्ने हो भने अलिअलि पलाउँछ, तर रोप्ने समय छैन अहिले राति भएको छ। अहिले लगभग 11 बज्यो होला होइन। मैले समय त हेरेको छैन, मैले पनि प्राय मोबाइलमै हेर्छु समय। त्यही भएर ठ्याक्कै लाएर भन्न सक्दिनँ। घडी फेरि छन् त छ, तर नलगा मात्रै हो। घडी लगाएर फेरि असारको मेलामा फेरि चल्न अलिक गाह्रो हुन्छ क्या। ढुङ्गातिर अब आलीहरू खन्नुपर्ने हुन्छ, त्यसपछि अब कता खस्छ थाहै हुन्न क्या। त्यही भएर यो छोरा बेसार यो 1 नम्बर भेराइटीकै हो यो है। मैले यति बचाएर राखेको रोपेर अनि यति बचाएर राखेको, अलि ठुल्ठुलो पनि रोपेको थिएँ अनि त्यसपछि यति बचाएर राखेको छु। अरू चाहिँ त्यो चाहिँ सबै यो बोरामा भएको सबै ठुलो यस्तो ठुल्ठुलो पिस। कति राम्रो छ यसलाई होइन, र हातो छ होइन टुसा पनि। यसरी जसरी राखे पनि तपाईँको कुहिन्न यो सामान। यति राम्रो छ यो, ओहो के गर्ने। जसो गरी राखे पनि कुहिन्न यो। मैले यत्तिकै राखेको यत्रो महिना भयो। खनेको मैले कहिले भन्दाखेरि माघको लगभग त्यही 20 गतेतिर खनेको थिएँ। माघ फागुन चैत वैशाख जेठ अब असार लाग्न थाल्यो भने 3-4 महिना त भइहाल्यो। 3-4 महिनासम्म पनि यत्तिकै लगाएर सफा गरेर पहिले नै हामीले मजाले सुकाएर चाहिँ घाममा सुकाएर अनि त्यसपछि माटोहरू टकटकाएर होइन, माटोहरू टकटकाएरै माटो छैन एउटा पनि, जरा अलिअलि त भइहाल्छ। माटो सबै टकटकाएर त्यसपछि अलिअलि जराहरू थुतेर अनि राख्ने हो। तपाईँको खन्ने बित्तिकै चाहिँ अब राखेर चाहिँ बिग्रन्छ त्यो पुरै। यसको चाहिँ बाफीकरण हुन्छ नि त, चिसो चिजको त बाफीकरण हुन्छ, त्यसपछि कुहिन्छ। कारण त्यो हो।
यो यत्रो महिना राख्दा पनि केही भएको छैन ल हेर्नु, कुनै चोटपटक कुनै छ र छैन। त्यही भएर यसको चाहिँ अब खन्दाखेरि काटिन भएन होइन, काट्यो भनेदेखि अब कुहिने सम्भावना हुन्छ भन्ने मात्र हो, तर कुहिन्न है। यो यतातिर कुहिएको छैन यो, तर आफै यो सुकेर बस्छ होइन, आफै टालिएर पुरै यो बस्या हुन्छ कि होइन, यत्तिकै पनि खान सकिन्छ। हाम्रो यो शरीरहरू दुखेको पुरै करकर खाएको हुन्छ नि त, बच्चाहरूले खानाहरू नखाने त्यस्तो हुँदाखेरि पनि यो खाइयो भनेदेखि, खुवायो भनेदेखि चाहिँ एकदम राम्रो, रामबाणै हो यो चाहिँ। भने किनकि बच्चाहरूलाई यो नजर तुनाहरू लाया हुन्छ नि त, त्यतिखेर चाहिँ यसको मालाहरू पनि बनाएर लाउन सकिन्छ। यसलाई चाहिँ चट्टला काटेर ठिक्क साइज काटेर त्यसपछि अलिकति सुकाएर मालाहरू लगाउन पनि सकिन्छ। यो बुटीमा चाहिँ प्रयोग हुन्छ, यो बुटीमा पनि प्रयोग हुन्छ भन्नुभएको थियो एकजना गुरुबाले। बुटी बनाउँदाखेरि एकदम राम्रो काम गर्छ र यो चाहिँ। यो भगवानलाई पनि पूजा गर्दाखेरि एकदम राम्रो हो रे यो, त्यही भएर खान्छु है त। यो चाहिँ मैले सानो पिस छ, शरीरहरू दुखेको सबै ठिक गर्छ यसले। छुर्पी जस्तो मजाले खानुपर्छ। खाने भने करम कुरुम चपाएर चाहिँ मासु चपाएर जस्तै चपाएर खाने होइन कि, जे पायो त्यो होइन, चट्ट यसलाई मजाले खेलाइ मुखमा खानुपर्छ। ल आजलाई अब यति नै भिडियो है। यो सुत्नु नि पर्यो, हजुरहरू पनि सुत्नै पर्यो र यतिन्जेलसम्म भिडियो हेरिदिनु भयो। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है। मैले बुझाएको अनुसार चाहिँ अब बुझ्नु भयो कि नै, बुझ्नु भएको छैन भने चाहिँ कमेन्ट गर्नु होला र भ्यूहरू चाहिएमा कन्ट्याक्ट गर्नु होला सिधै डाइरेक्टली। ल एक बोरा पुरै यो पुसाएर बसिसक्यो, पुसाएर बसेको छ अहिले। यो चाहिँ छोरावाला अलिअलि छुट्टाएर राखेको थिएँ मैले, छोरा बेसार छोरावाला फिङ्गर बडी हो यो। यो पनि तपाईँको यो चाहिँ निलै हुन्छ है, यो पनि हेर्नु निलो टाइपको छ यो। सुँघ्दा पनि एकदम म्याचुर छ क्या यो। काटेर देखाउँछु, सक्कुले यत्रो ठुल्ठुलो पिस छ है, यत्रो छ। यो चाहिँ हामीले यो पुरै सफा गरेर राखेको थिएँ, जराहरू काटेर अलिअलि एकदम। हामीले यो ठुल्ठुलो छ भनेदेखि चाहिँ हामीले 2-3टा पिस पारेर, जस्तै अब यो आँख्लाहरू हेरेर चाहिँ रोप्नुपर्ने हुन्छ। यो यता चाहिँ छैन आँख्ला होइन, यतापट्टिबाट एउटा छ, यसलाई हामीले 2 पिस गरेर रोप्न सक्छौँ। तर हामीले जति ठुलो रोप्यो त्यति ठुलो चाहिँ फल्छ, किनकि अब बोट ठुलो भएपछि पो फल ठुलो हुन्छ होइन। हजुरहरूलाई मैले काटेर देखाउँछु है त। यहाँ यो चाहिँ अहिले यो फ्रेस भएको हुनाले चाहिँ अलि सेतो छ, बिचमा सेतो छ। तैपनि यो अझ यो म्याचुर नभएको कारण भने चाहिँ यो ताजा छ नि त यो, किनकि यो सुकेको अलि यो ओसिलो ठाउँमा राखे भएर यो अलि सुकेको छैन,
घाममा डाइरेक्ट देखाउन नि हुन्न। घाममा देखायो भने चाहिँ निलो त निलो हुन्छ, तर यो चाहिँ पानीको मात्राहरू चाहिँ सुक्छ। त्यसपछि छिटै सुकिसके पछाडि त हामीले रोप्नको लागि काम हुन्न नि त। त्यही भएर यो जस्तै यो कोल्ड स्टोरमा चाहिँ चिसो मौसममा राखेको हुन्छ नि त, त्यही चिसो मौसममा राखे जस्तै गरी चाहिँ ओसिलो हावाहरू नजाने अनि घाम नजाने कोठामा चाहिँ यो बोरामा राखेको थिएँ मैले। त्यही भएर यस्तै यत्तिको निलो छ है हैन। यो चाहिँ पुरै निलो हुन्छ। यो हामीले चाहिँ अब यो अलि मजाले यो घाममा सुकाउने हो भने पुरै निलो हुन्छ यो। ल अर्को देखाउँछु है मैले हजुरलाई। यो चाहिँ निलो छ है, निलो छ यो हैन। यस्तै पुरै निलो हुन्छ के। अब यो टुसाहरू आइरहेछ, यो टुसालाई चाहिँ हामीले रोप्न सक्छौँ। रोप्नु चाहिँ अब हामीले यसरी काटेर क्रस पारेर काटेर हैन रोप्न सक्छौँ। यसमा नि टुसा आउन लागिरहेछ, दुईटा पिस पारेर रोप्न सक्छौँ। रोप्नलाई चाहिँ यो अब हामीले खान पनि यो चाहिँ हामीले खाली पेटमा खानुपर्ने हुन्छ। अल्सर क्यान्सरहरू हुनेलाई, ग्यास्ट्रिकहरू हुनेलाई चाहिँ बिहानमा खानुपर्ने हुन्छ। यो बिहानमा चाहिँ हामीले अब खाली पेटमा यसको चाहिँ सानो पिस, सानो योभन्दा नि अलि सानो नै पिस, अब बच्चाहरू छ भने त अब अझै सानो हैन। अनि त्यसपछि यो हामी ठुलो मान्छेहरूलाई चाहिँ अलि ठुलो पिस खान मिल्छ। यो लिमिटमा चाहिँ खानुपर्ने हुन्छ, किनकि धेरै खान नि भएन। यो चाहिँ पर्र पोल्छ है, फेरि यसले पोल्छ। घाँटीमा चाहिँ अब जिब्रोमा पोल्छ हैन, छाला पनि जाने सम्भावना हुन्छ। यसले धेरै खान नि हुन्न यो फेरि। त्यही भएर यो कालो जन्डिस अनि पहेँलो जन्डिस हुँदा पनि खान मिल्छ। यो छोरा बेसार, जो छोरा बेसार भनिन्छ, यो फिङ्गर बडी हो यो चाहिँ है। यो फिङ्गर बडी भयो, बास्नै छुट्टै छ के यसको। यति छ। हजुरहरूलाई चाहिएमा चाहिँ डाइरेक्ट फोन गर्दा हुन्छ। फोन गर्ने समय भने चाहिँ अब भोलि मर्निङमा बिहानदेखि चाहिँ साँझसम्म चाहिँ अब 7 बजेसम्म चाहिँ फोन रिसिभ हुन्छ। अहिले चाहिँ हुन्न है, अहिले चाहिँ मैले लाइभ गरेर मात्रै हो। अहिले अब सुतिरहेछ मेरो बच्चाहरू चाहिँ, अब निदाइरहेको अवस्था छ नि त, त्यही भएर डिस्टर्ब हुन्छ उनीहरूलाई। हुन त मैले अब भिडियो बनाउँदा पनि डिस्टर्ब भयो होला हैन। अब के गर्ने, तर बनाउनै पर्ने बाध्यताले बनाइरहेको छु मैले। यहाँ निलो छ पुरै, देख्नु भएको छ कि नै, मैले देखाउँछु है। यता पुरै निलोमा परिणत छ नि त यो हैन। निलो हुन्छ कि यो चाहिँ जति सानो साइज फल्यो त्यति चाहिँ म्याच्योर हुन्छ के। ठुलोमा अलिकति गाढा हुन्न निलो। यो अलि ठुलो पिस छ, ठुलोमा अलिक गाढा छैन हैन। यसमा गाढा छ नि त हैन, यहाँ देखिन्छ। यसमा गाढा छ। यति छ। हजुरहरूले अब जति सक्दो चाहिँ छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नु होला यदि चाहिएमा हजुरहरूले, किनकि मसँग धेरै छैन सामान। अब भोलितिर हुन्छ होला, सुर्खेततिर जान्छ सामान। त्यही भएर अब सुर्खेत, त्यसपछि फेरि धरानदेखि पनि कल आएको छ एकजना साथीको, सब्सक्राइबर साथीको, र यता कास्कीदेखि पनि
फोन आएको थियो, तर उहाँ आफै व्यस्त हुनुहुन्छ र अहिले चाहिँ अलि मिलेको छैन, पेमेन्टहरू भएको छैन र त्यही भएर मैले पठाएको छैन। यहाँ हाम्रो सुर्खेतदेखि चाहिँ पेमेन्ट भइसकेको छ, अस्ति पेमेन्ट भइसकेको थियो। अब पानीको समस्याले गर्दाखेरि चाहिँ हिजो सामान अब बुटोलतिर पठाएँ मैले, तर अब आज भ्याउनु भएन रहेछ, त्यही भएर योगातिर जानुभएछ मेरो आफन्ती, त्यही भएर योगामा जानुभएको व्यस्त हुनुहुन्थ्यो, त्यही भएर पठाउन सक्नु भएन। अब भोलि पठाइदिनुहुन्छ होला सायद। यहाँ एउटा दुईटा तिनटा होइन, यो 4वटा टुसा आएर रहेछ, यहाँ नि अझ आउँदैछ 5वटा टुसा आउँछ यसमा है। यसलाई चाहिँ हामीले अब जस्तै यसरी चाहिँ 2 फ्याक पारेर नि चिरेर होइन 2टा टुक्रा पारेर पनि रोप्न सक्छौँ। दुईटा बनाएर रोप्यो भने हामीले बिउ चाहिँ अलि धेरै हुन्छ, त्यही हो। अब फलाइ चाहिँ अब सानो हुन्छ भन्ने चाहिँ हुन्न। यो चाहिँ अब बुढी बेसार अब मदर बडीको चाहिँ अलि राम्रो क्वालिटीको आउँछ यो रोप्यो भने चाहिँ। अलि यो रोप्यो भने चाहिँ अलि त्यति गाढा आउन्न। जस्तै यो अघि नै मैले एउटा पिस काटेर देखाएको थिएँ नि हजुरलाई, यस्तो निलो चाहिँ हुन्न क्या। यता कता गयो, काटेर देखाएको थिएँ। अनि फेरि यो काटेको पनि यो कुहिन्छ कि भन्नु पर्ने त्यस्तो टेन्सनै छैन। यो आफै चाहिँ पुरै यो आफै यो सुकेर पुरै होइन ड्राई भएर बस्छ है, बाहिर पुरै सुक्छ। हाम्रो जुन घाउहरू हुँदाखेरि यो के अरे के भन्छ अब सुकेर पुरै हुन्छ नि त, यो सुक्छ अनि त्यसपछि माम्री पर्छ नि त, सुकेर पुरै घाउ सुकेपछि अनि छिटो सन्चो हुन्छ होइन। त्यस्तै हो यो पनि, अटोमेटिक आफै चाहिँ सुक्छ। यो काटेर केही हुनेवाला छैन, यो बिग्रिन्छ भन्ने कुरै छैन, कुहिन्छ भन्ने छैन। यतातिर बिग्रिया रहेछ के अरे, बिग्रेको हुनाले यता भाँचिएको रहेछ, यहीँबाट पनि पलाछ, त्यस्तो हुन्छ। यो 1 नम्बरको कालो बेसार है, यो एकदम म्याचुरमा छ। पुरै निलो छ है, देख्नु भएको छैन, मैले क्यामेरामा देखाइरहेको छु, देखाउनु चाहिँ पुरै निलो छ। यस्तो निलो बेसार त पाउन एकदम मुस्किल हुन्छ क्या। यो जङ्गलदेखि ल्याएको मैले, जङ्गलदेखि ल्याएर यसलाई चाहिँ पुरै फैलाएको भनौँ कि के भनौँ, अब अलि धेरै लगाएको पनि अब 3 वर्ष, यो वर्षदेखि चाहिँ 4 वर्षै भयो क्या मैले लगाएको यो कालो बेसार। अहिले यति छ, म थोरै लगाएको छु असम चाहिँ, किनकि अब मार्केट डाउन भएको हुनाले मैले ठुलो मार्केट चाहिँ खोजेको छैन अहिलेसम्म, किनकि अब बिउ नै पुर्याउनु सकेको छैन मैले, त्यही भएर हो। यो चाहिँ यसलाई चाहिँ हामीले अब यसलाई चाहिँ अब काटेर पनि पाउडर बनाएर पनि सेवन गर्न सक्छौँ हामीले। दिनमा 1 चम्मचको दरले चाहिँ हामीले सेवन गर्न सक्छौँ है। एकदम प्योर छ, पुरै निलो छ, हेर्न सक्नुहुन्छ है, पुरै प्योर छ यो, यस्तो निलो छ। ल हेर्नु, देख्नु भयो होला नि, देख्नु भएको छैन भने कमेन्ट गर्नु है। मैले चाहिँ अब भिडियो मात्र बनाइरहेको छु, मैले आफैले चाहिँ अब क्यामेरा ट्राइपोडमा हालेर गरेको हो। आफैले अब समाएर गर्नलाई एउटा हातले काट्नै पर्यो, यो ठुलो साइजमा फलेको भएर हो। यो अलि सानो छ नि त,
साइजमा पनि फरक छ। सानो हुन्छ तर अलिकति म्याचुरमा आउँछ है यो अलि ठुलो फलेछ हैन, तर अलिकति क्वालिटीमा अलि फरक छ नि त। यो फरक भएर के भएन, तर दुईटैमा पाउने तत्त्व भनेको एउटै छ। जसले चाहिन्छ पुरै छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नु होला है। भोलि कन्ट्याक्ट नम्बर चाहिँ 97 62 23 63 49 मा चाहिँ फोन गर्नु होला। 49 है लास्टमा 49 भन्छु मैले, प्राय 49 हो के। 49 लाई चाहिँ मैले धेरै जस्तो 49 भन्छु, यहाँ चाहिँ 49 हो है। 49 पुरै टुसाएर बसेछ। अब लगभग हामीले चाहिँ अब यो असारको अन्तिमसम्म चाहिँ अब रोपेर भ्याउनु पर्ने हुन्छ, किनकि अब असारको अन्तिमसम्म रोपेर भ्याउनु पर्ने हुन्छ। यो यदि रोप्न इच्छुकले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। कालो बेसार यो एकदम निलोवाला यो भेराइटी 1 नम्बरमा पर्छ, र भेराइटी 2 नम्बरमा चाहिँ पर्ने पनि छ यहाँ है। मैले देखाउँछु हजुरहरूलाई। भेराइटी 2 को यो है। हेराइमा अब हेर्न सक्नुहुन्छ, यहाँ टुसाको पनि हेर्न सक्नुहुन्छ है। यहाँ अलिकति पहेँलो टाइपको छ हैन, हरियो टाइपको। यसमा कस्तो छ, पुरै कालो रातो टाइपको छ यो मन्टा हैन। टुसा भनौँ, नेग्रोको मन्टा हुन्छ हैन, बिउहरूको त टुसा भयो नि त, टुसा। अब यो जस्तो यो काटेर देखाउँछु मैले, ल हेर्नुहोस् यहाँ यसमा र यसमा कति क्वालिटी फरक छ। ल हेर्नु, यो चाहिँ अलि तितो टाइपको हुन्छ है। यो अलि गहिरो माटो हुन्छ नि त। लगभग हाम्रो चाहिँ अब जमिन मुनि 2-3 मिटर तलको चाहिँ जमिनको यो माटो गना हुन्छ नि त, हिलो माटो, त्यस्तै बास्ना आउँछ। यो भने चाहिँ सुगन्ध छ एकदमै। यो पुरै यसको चाहिँ अब परफ्युम पनि बनाउन मिल्छ, परफ्युम। अब यो अगरबत्तीहरू त बनाउन मिल्छ, तर क्वालिटी यो अलि राम्रो क्वालिटी निक्लिन्छ। थोरै हाले पनि भयो, क्वालिटी राम्रो आउँछ। र यो अलि धेरै हाल्नुपर्ने हुन्छ। जस्तै अब सेवन गर्दा पनि यो अलि थोरै खाँदा हुन्छ भने यो चाहिँ अलि ठुलो पिसै खानुपर्ने हुन्छ क्या, त्यस्तै हो। यति फरक छ है भेराइटी 1 नम्बर र 2 नम्बरमा फरक भएको। यो यति फरक छ है। हजुरहरूलाई चाहिन्छ भने पुरै डाइरेक्ट फोन गर्नु होला। हजुरहरूलाई चाहिन्छ भने डाइरेक्ट फोन गर्नु होला है। यो कालो बेसार भेराइटी 1 नम्बरमा पर्न जानेवाला है। 1 नम्बरको यो पुरै निलो हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ है। पुरै निलो छ नि, छैन भने यदि कमेन्ट गर्नु होला हजुरहरूले, निलोवाला हो होइन भनेर, यो राम्रो क्वालिटी हो होइन भनेर। यो र योमा फरक हेर्न सक्नुहुन्छ है। यो भेराइटी 2 नम्बरमा पर्न जान्छ। यो 1 नम्बरमा पर्न जान्छ। यो हल्लाको 1 नम्बरको कालो बेसार है। यो हलेदो, कालो हलेदो के हो त, कालो हलेदो। यो चाहिँ कालो बेसार हो है। हजुरहरूले हेर्नु होला, राम्रोसँग हेर्नु होला कति फरक छ भने क्वालिटी हेर्नु है, क्वालिटी कति फरक छ। जता हेरे पनि निलो देखिन्छ भने
यो अलि पहेँलै देखिन्छ नि त हैन, जता घुमाए पनि। ल हेर्नु क्वालिटी फरक। मैले यता कता राख्दिएँ यार यसको पिस, मिसाउनु भएन नि हैन। यहाँ चाहिँ भेट्टाइयो है, क्वालिटीहरू फरक फरक हुन्छ हैन। त्यही भएर जस्तै अब सुनमा पनि 24 क्यारेटको हुन्छ नि त, 24 क्यारेटको 22 क्यारेटको हुन्छ, त्यस्तै हो कि यो पनि। यो 24 क्यारेट बराबरको यो भयो भने यो चाहिँ 22 क्यारेट हैन, त्यस्तैमा पर्न जान्छ कि यो। यति फरक हुन्छ कि यो चाहिँ पुरै। हजुरहरूले अब भिडियो मात्र हेरेर नि भएन, अब कसैलाई त थाहै हुन्न नि त कतिको सुगन्धित हुन्छ यो भन्ने। यो अलिक गन्ध आउँछ भने यो सुगन्धित हुन्छ। यसको परफ्युम पनि बनाउनु, तेलहरू पनि बनाउन सकिन्छ। तेल चाहिँ एकदम यसको चाहिँ महँगै हुन्छ, यसको चाहिँ अलि नर्मलै हुन्छ। क्वालिटी पनि नर्मल छ, प्राइस पनि नर्मलै हुन्छ यसको। यसको अलि क्वालिटी हाई पनि छ, प्राइस पनि अलि हाई नै छ यसको। त्यति धेरै पनि हैन, प्राइसहरू धेरै भएको ठिक्क छ। तपाईको यहाँ म्याचुरिटी हेर्नु न पुरै। यसमा चाहिँ अब औषधि गुण चाहिँ अलि धेरै हुन्छ के, एक नम्बरकोमा यो। यसमा अलिकति कम हुन्छ, त्यही भएर मात्रै हो फरक। हेर्नुहोस् हजुरहरूलाई कुन चाहिँ मन पर्छ कमेन्ट गरेर चाहिँ, कमेन्ट भन्दा पनि फोन गर्नुभयो भने डाइरेक्ट सजिलो हुन्छ। किनकि हजुरहरूलाई अब चाहिएको हो भने मात्र कल गर्नु होला, नचाहिएको हो भने चाहिँ कल नगर्नु होला है। किनकि अब चाहिए मात्र फोन गर्नु होला। अब फोन गरेर समय किन खेर फाल्ने, हजुरको पनि समय खेर फाल्नु भएन, मेरो पनि समय खेर फाल्नु भएन। यदि चाहिन्छ भने मात्रै कन्ट्याक्ट गर्नु होला कि। कुन चाहिँ चाहिन्छ भेराइटी, 1 नम्बर 2 नम्बर। 2 नम्बरको पनि थोरै छ, लगभग यति नै छ होला, यति पनि छैन 2 नम्बरको चाहिँ। मैले 2 नम्बरको चाहिँ असम धेरै नै लगाएको छु, त्यही भएर अलिकति मात्रै बचाएँ मैले। 1 नम्बरको चाहिँ थोरै लगाएर अलिकति चाहिँ राखेको मैले, स्टकमा राखेको यो पुरै। अब यो चाहिँ अहिले अफ सिजन हो नि त, त्यही भएर यो चाहिँ टुसाएर बस्या चाहिँ अहिले उम्रिसक्ने हो। अहिले पुरै लगभग तपाईको रोपेको चाहिँ 4 देखि 5 पात हुन लागिसक्यो हैन। तर अब यो चाहिँ नरोप्या भएर यतिको टुसाएर बस्या छ। यो ओसिलो रुममा राख्या भएर क्या, यो पनि टुसा चाहिँ हेर्न सक्नुहुन्छ। यो दाहिने साइडमा भएको मेरो यो दाहिने हात हो यो मेरो हैन। यसरी गरौँ, यो दाहिने हातको 1 नम्बरको हो, यो देब्रे